हेलो गुड मर्निङ साथीहरू, नमस्कार। आज म चाहिँ गुन्द्रुक बनाउने एउटा मेरो तरिका हजुरहरूले कसरी बनाउनुहुन्छ आज मेरो तरिका हेर्नुहोस् है साथीहरू। पहिला मैले तेल राखेँ, अब म यहाँ खोर्सानी पड्काउन जाँदैछु। एकदम सजिलो तरिका छ मेरो चाहिँ। अब म यहाँ भटमास राख्न गइरहेको छु। एकदम सजिलो, यो जाडो महिनामा एकदम मिठो भनेकै गुन्द्रुक हो। मलाई त एकदम मनपर्छ साथीहरू, हजुरहरूलाई कस्तो लाग्छ? अब भटमास पाक्यो। अब यसमा चाहिँ हरियो लसुन र गुन्द्रुक एकैचोटि यसरी राखिदिने अनि मजासँग चलाउनु। एकछिन झन्डै 2 मिनट जस्तो। अब भने यसमा हल्का थोरै बेसार, जिराको धुलो थोरै मात्रै, खुर्सानीको धुलो अलिकति, अनि स्वाद अनुसारको नुन यसरी राख्ने। मलाई चाहिँ रस राखे अलिक मनपर्छ। अनि यसरी मजासँग यसलाई भुट्ने। यसरी भुटिसकेपछि यो मसलाहरू एकछिन पाक्नुपर्छ। अब यो गुन्द्रुक लगभग भयो। अब यसमा चाहिँ हामीले थोरै मकैको पिठो राखिदिने। कतिको आफूलाई मनपर्छ, मलाई चाहिँ अलिक धेरै पातलो मन पर्दैन, ठिक्कको यसरी भुट्नुपर्छ। यो पनि यसरी हेर्नुहोस् त साथीहरू। अब यो पिठो हल्का रातो जस्तो भएपछि यसरी रातो भइसक्यो। हेर्नुहोस् त, यसरी बनाएको चाहिँ यति मिठो हुन्छ, केही नै राख्नु पर्दैन। यति गरेपछि अब हामीले रस राखिदिने, पानी। यसरी चलाइदिने। एकछिन चलाएन भने चाहिँ पिठो डल्लो पर्छ फेरि। यसरी बनाएको गुन्द्रुक यति मिठो हुन्छ साथीहरू। मलाई पनि मेरो आमाले सिकाउनु भएको हो। यो प्याज आलु राखेर बनायो भन्दा यसरी राखेर गुन्द्रुक बनाउनुपर्छ, एकदम मिठो हुन्छ। ल हेर्नु साथीहरू, अब यसरी यो भुक्लुक्क उम्लेपछि भयो। अरू जस्तो त्यो आलु राखे प्याज राखे बेला जस्तो पकाइरहनु पर्दैन। यो गुन्द्रुकलाई चाहिँ भुक्लुक्क उम्लेपछि अब हामी पाक्यो यसलाई। अब म खाना र यो तयार गरेर देखाउँछु है त साथीहरू। हेर्नु साथीहरू, अब गुन्द्रुक रेडी भयो। अब मेरो खाना पनि यहाँ रेडी भयो है। हेर्नुहोस् है त, मलाई चाहिँ यसरी एकदम यो जाडोमा गुन्द्रुक र भात। ल हेर्नुहोस्, गुन्द्रुक र भात दुध लिएको छु। मलाई गुन्द्रुक र भातै मनपर्छ। ल एक बाइट। एकदम मिठो छ साथीहरू, यसरी नै खानुहोस्। हजुरहरूले पकाएको र यसमा धेरै फरक पाउनुहुन्छ। थ्याङ्क यू।